ल म चाहिँ मेरो घरदेखि गाउँ हुँदै स्कुल हुँदै दोकानसम्म जाँदैछु अहिले काम परेर। भिडियो त छोटै बन्छ तर थाहा हुन्छ नि त लगभग यति मिनट जति लाग्यो भन्ने कुरा पनि थाहा हुन्छ हैन, थाहा हुन्छ र म अर्को साथीको जग्गामा आइसकेको छु है त। भैँसी यहाँ मेरो चढ्दैछ, म चाहिँ चढ्दै भए पनि दोकानतिर लाग्दै गरेको अवस्था। उखुबारी यसपालि चाहिँ यो 15 लाख लिएको ठाउँहरू हो यो उखुबारी। फेरि म अर्को साथीको जग्गामा पुगेँ है त। म 1 मिनटमा अर्को साथीको जग्गामा पुगेँ। अघि मेरोबाट 1 मिनटमा अर्को साथीको 1 नम्बर साथीको फेरि यो 2 नम्बरको जग्गामा म पुगेँ है त। अहिले चाहिँ यो कट्नलाई चाहिँ यो जग्गा कट्नलाई चाहिँ ठुलो छ, यो चाहिँ अलि 3-4 मिनटै लाग्छ। म अहिले पनि यो जग्गा भ्याइसकेको छैन। यहाँ चाहिँ उखुबारी छ तल, यहाँ उखु पेल्ने मेसिन छ है, ऊ तल अलिअलि देखिरहेछ। यहाँ दाइको घर छ, यहाँ चाहिँ घर है त। यता मास्तिर हाम्रो काका बुवाको घर छ, यहाँ चाहिँ हाम्रो एकजना दाजुको घर छ। यो है त दाइको घर चाहिँ अगाडिबाट यस्तो देखिन्छ, बाख्राखोरहरू। यहीँनिर अर्को दाजुको घर छ, मेरो दाजुभाइको। ल हामी चाहिँ अहिले 4औं नम्बरको, 4 भनौँ न, यो 4थो घर। यसमा चाहिँ हाम्रै घर हो यो। हाम्रै हजुरआमा बडाहरू हुनुहुन्थ्यो, उहाँहरू चाहिँ स्वर्गलोक गइसक्नु भयो। माथि अरू घरहरू पनि देखिरहेका छन्। उता पर त्यो चाहिँ 2-3 किलोमिटर पर हो। यो अर्को साथीको घर हो यो। यी छिमेकी थियौँ पहिला, हामी यहीँ बस्थ्यौँ। यस्तै छ। यताउति उखु रोपेको, अस्ति हामीहरूले नै उखु रोपेको हो। यो अलि पानी परेको थियो भने अलि उम्रिसक्थ्यो, अलिक पानी कम्ती पऱ्यो। यता तलतिर मैले आफैले पानी लगाइरहेको थिएँ। टेर्का झन्नै लड्यो यार, उम्रिसक्यो चाहिँ। पानी लागेको चाहिँ यस्तो हुन्छ, तर उम्रिन्छ, यो टेन्सन छैन। यो चाहिँ घर हाम्रो चाहिँ यस्तै छ घरको अवस्था। ल मालदाजु उखु गर्दैहरू छ, क्या रमाइलो छ। उता मोबाइल सुन्नु, यता उखु गऱ्यो। यस्तै छ अवस्था। अब हामी स्कुलतिर जान्छौँ। ल रोडमा आइपुग्यौँ। हाम्रो यो चाहिँ नगरपालिका जाने मेन रोड हो। यहाँनिर पानी ट्याङ्की छ, यो तल्लो गाउँको लागि पानी ट्याङ्की कहाँ छ, यहाँ अलिअलि देखिएको छ है, पानी ट्याङ्की छ यहाँ। यहाँ चाहिँ घडेरीको रूपमा खारिएको हो यो। अहिले पहिले नैदेखि थोर घडेरीकै रूपमा पनि किनबेच भएको ठाउँहरू हो क्या यो चाहिँ है त। यहाँ अर्को एकजना दाजुको हो, यता चाहिँ उहाँको घर चाहिँ उता छ। यतापट्टि अर्को दिदीको हो यो, दिदी भएन, ट्रान्सफर्मर त्यहाँ छ, बिजुलीको ट्रान्सफर्मर। यतापट्टि हामी एकजना हाम्रो दाजुकोमा जाँदैछौँ। उखुको रसको सखर पकाउने भाँडा पनि त्यहाँ हामी देखिरहेका छौँ क्या। यहाँ 2टा घर थियो, एउटा बनिनलाई भत्किएको छ, यो चाहिँ बनिनलाई भत्काएको यो दोकान थियो यहाँ पहिला। मैले नि गरेँ दोकान, मैले नि गरेँ।
यस्तै छ अवस्था हाम्रो गाउँघरको। यो पनि दाजुको घर। यहाँनिर स्कुलदेखि उतापट्टि 2-3टा घर छन्। उता यता दोकान, यता घरहरू, यता अर्को चोक भयो। यता यहाँ नजिकै ओडा छ, ओडा भवन। घाँसका रुखहरू कत्रा छन्। यी चाहिँ पैसाका रुख हुन्। यी चाहिँ हाम्रा काठका रुख हुन् नि त। यहाँ चाहिँ इन्टरनेट पनि कुदिसकेको ठाउँ हो। यहाँ त छैन। हेर्नु यो जग्गाहरू अब सब बाँझो छ। अब यसलाई